सिक्किमको माखा सिनियर सेकेन्डरी स्कुलको लागि हामी सबैले एकपल्ट ताली बजाइदिनै पर्छ। हजुर तपाईहरु सबै ठिकै सुन्नुहुँदैछ। माखा सिनियर सेकेन्डरी स्कुलले यस्तो एउटा इनिसिएटिभ अथवा कदम उठाएको छ, एकदमै राम्रो। त्यसलाई भनिन्छ आमाको खाना। हेर्नुहोस्, आमाको खाना भन्नुको मतलब महिनामा एकपल्ट जसको नानी माखा स्कुलमा पढ्दैछ त्यहाँको आमाहरूले गएर है नानीहरूको लागि, आफ्नो नानीहरूको लागि महिनामा एकपल्ट खाना अथवा लन्च बनाइदिनु पर्नेछ। यो खाना बनाउनुको कुरा होइन, तर यहाँ छुट्टै कुरा छ। यहाँ जब स्टुडेन्ट, टिचर अनि प्यारेन्ट्सको मेलमिलाप हुन्छ, जब आफ्नो प्यारेन्ट्स आफ्नो नानीको स्कुलमा जान्छ है, तब नानीहरू के गर्दैछ, कस्तो गर्दैछ, नानीहरूको पढाइ कस्तो चल्दैछ भनेर जब टिचरसँग वार्तालाप गर्न पाउँछ, जब टिचर, स्टुडेन्ट र प्यारेन्ट्सको बीचमा कम्युनिकेसन हुन्छ, तब त्यो विद्यार्थीको लागि, स्कुलको लागि, प्यारेन्ट्सहरूको लागि एकदमै राम्रो कुरा हो। र बाँकीको रिपोर्ट अगाडि हेर्नुहोला। नमस्कार, हामी गभर्नमेन्ट सिनियर सेकेन्डरी स्कुल माखाले एउटा नयाँ इनिसिएटिभ सुरु गरेको छौँ, जसको नाम चाहिँ छ आमाको खाना। यस आमाको खानामा चाहिँ हामीले मिड डे मिल अन्तर्गत है क्लास 1 देखि क्लास 8 सम्मको आमाहरूले एभ्री मन्थ आएर एक दिन, महिनामा एक दिन आएर चाहिँ आफ्नो नानीको लागि खाना बनाइदिनुहुन्छ। यो इनिसिएटिभ हाम्रो प्रिन्सिपल म्याडम सरिता म्यामले इनिसिएट गर्नुभएको। सो यसमा चाहिँ लास्ट मन्थ अप्रिलमा क्लास 8 को आमाहरू आएर बनाइदिनु भएको थियो खाना भने आज मे महिनाको आज 22 तारिक चाहिँ क्लास 7 को आमाहरू आएर चाहिँ खाना बनाइदिनु हुँदैछ। अनि यसरी नै अर्को महिना 6, 5 गर्दै गर्दै नोभेम्बरसम्ममा चाहिँ क्लास 1 को आमाहरूले खाना बनाइदिनु हुन्छ। नमस्ते, म अञ्जली छेत्री, 7 क्लासको मेरो अवन्तिका नानीको मम्मी हो म। अनि आज हामीले चाहिँ आमाको जुन खाना प्रिन्सिपल म्याडमले हामीलाई जिम्मेवारी दिनुभएको थियो है, हामीले त्यो आज गर्दैछौँ यहाँनिर। अनि एकदमै खुसी लाग्यो हामीलाई यसरी खाना बनाएर। अनि आज हाम्रो चाहिँ हामीले चाहिँ सबैजनाले मिलेर आजको रेसिपी चाहिँ हाम्रो पुरी छ, अनि आलु छोला, अनि खिर छ त्यसमा, अनि जुसहरू हामीले प्रोभाइड गरेको छौँ नानीहरूको लागि सक्दो चाहिँ। अनि आज खुसी पनि लाग्यो प्रिन्सिपल म्यामले हामीले यो जिम्मेवारी दिनु भएर, किनभने हामीलाई आजसम्म याद थिएन माखा स्कुलमा टिचर को हुनुहुन्छ र प्यारेन्ट्सहरू पनि कतिजना हामी चिन्दैन थियौँ। तर आज चाहिँ यो जुन खानाको कार्यक्रम प्रिन्सिपल म्याडमले हामीलाई दिनुभयो, आज चाहिँ यस्तो लाग्यो कि हामी आफ्नै घरमा छौँ जस्तो लाग्यो, खुसी लाग्यो। टिचरहरू पनि चिना जानुभयो, कतिजना हुनुहुँदो रहेछ भनेर हामीले चिन्यौँ, र आमाहरू पनि सबैजना एकता भएर मिलेर आज खाना बनाउँदा खुसी लाग्यो। अनि साथै आजसम्म त हाम्रो नानीहरूले खाना खाइ नै रहनु भएको थियो यहाँनिर, तर आज स्कुलमा आएर हामी आफैले बनाएर दिँदा चाहिँ अति नै खुसी लागेको छ। अनि थ्याङ्क यू भन्नु चाहन्छु प्रिन्सिपल म्यामलाई अनि हाम्रो माखा स्कुलको टिचरहरूलाई। सो उहाँहरूको मन्थली आएर गर्नुभएको त्यो डेडिकेसनलाई चाहिँ हाम्रो म्याडमले एन्डमा डिसेम्बरमा एउटा बेस्ट क्लास पनि चुज गर्ने भन्नुभएको छ। सो यो इनिसिएटिभ चाहिँ केवल नानीहरूलाई आएर खाना बनाउने मात्रै नभएर आमाहरूले पनि है आफ्नो नानी कसरी पाकेको, के पाक्दैछ, सफा मैला है, अनि मिठो नमिठो है, हेल्दी न्युट्रिसियस छ कि छैन भन्ने सबै हेर्नुको लागि, अनि स्कुल र अभिभावकको, पेरेन्ट्स र स्कुलको रिलेसनलाई अझै राम्रोसँगले बोन्ड गरेर आफ्नो नानीको राम्रो होस् भन्ने हेतु यो स्किम स्टार्ट गरिएको हो।